हिँड्ने जस्तो भएन दारेनी ओ बुढो कहाँ गयो हामी बोटाङ गार्डन बोटानी गार्डन बोटानिक चराहरू कराइरहन्छ यो भनेको यिनीहरू यस्तो यस्तो यहाँ छ भनेर भनेको यिनीहरू यो त देखिसक्यौँ हामीले है ए यो सर्प पनि छ यस्तो हो ला गाडी पनि कुद्दैछ त त्यहाँ त लोखर्के इङ्ग्लिसमा के भन्छ त्यसलाई भन्नु न यहाँ लुक्यो वाउ खै कुखुराको दुईटा चल्ला बसिरहँदो रहेछ ऊ त्यो के हो बुढा लोखर्के वाउ त्यो के गरेको फुल रोपेको हो खोइ गोरो सानो कि ठुलो ए कति धेरै रहेछ नि गोरो यसले के खाँदैछ नेक्स्टमा यसले अट्याक चाहिँ गर्दैन रहेछ यसले किरा खान्छ अरे क्या के हो यो समात्नु भ्लग होइन नबोलिकन खालको भ्लग गाडी पनि छ कुद्छ त रोड होला नि त चराचुरुङ्गीहरू पनि रहेछ है शान्त चाहिँ यसको मुखहरू पनि अर्कै खालको रहेछ आऊ यता सरी जानु पाइँदैन है उताबाट देखिन्छ त हौ उताबाट देखिन्छ त नेपालको जस्तै उयोहरू पनि रहेछ मालिङ्गो जस्तै छ तर के हो नेपाल जस्तै लाग्यो मलाई त देखिरहेछ कति धेरै रहेछ है फेरि गलेको लेक्स खाने हो भोक लाग्यो यहाँ चाहिँ यस्तो खानेकुराहरू पनि पाउँदो रहेछ नि यहाँभित्र कता पर्छ तर वाउ अघिको ट्रायलबाट उतै माथि आइने रहेछ नि हरियो सबै गाडी
Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ những video hấp dẫn. You are here. No, finally. Kalau bukan itu jari. Terus kalau itu jari cinta kawan tadi. Jangan nanti. Jangan. Anh thành tay bữa nào lấy? Cái gì thế? यो अघि आएको थियौँ नि त्यहीँ जाने होला क्या यो कति राम्रो रहेछ हेर्नु न उता त बहुत तल जाने कि नै यहाँबाट जस्ट भिडियो क्लिप गर्छु वाउ तलतिर रहेछ कि जाने अब पानी थप्न पनि पानी रहेछ उहाँ ऊ यो के को बोट होला नि कुकुर जस्तो सुन्छु राम्रो है धेरै ठाउँ रहेछ नि त यो तल फेरि यो भन्ने तलतिर अझै जस्तो भयो कस्तो हुँदैछ त फिलिङ गुड हाम्रो ओ कति राम्रो ठाउँ हो बुढा हेर्नु न म त घरिघरि त बेतना जस्तो देख्छु हेर्नु नि नेपालको झलक मेटाउनु मन छ भने चाहिँ यता आउँदा हुन्छ है नि जानु न आउँदैछु अघि नै बसेको हामी त्यहाँ माथि रहेछ है गोरु त जताततै रहेछ है यसकै बास्ना नमिठो गनाएको होला कि पुरा के खोटाल्छ गर्ने यसले
कति किलोमिटर पो थियो हामी यो एरिया हामी हिँडेको 2 घन्टा भयो है खोइ के हो रोजमेरी जस्तो छ छुन पाइन्न चराहरू कति मजाले कराएको है नि जा भने यहाँ एउटै हो तल पनि माथि पुगिन्छ प्लान्टहरू कति हुँदैछ हेर्नु न मन पर्दैन सबै प्लान्टहरू हो हेर्नु न के यस्तो उल्लु पो रहेछ चरा कति राम्रो छ पाउनै पाउनु न यहाँबाट भित्र भन्नु न मैले भन्नु सिकाएको नेसनल ओर्चिड गार्डन इङ्ग्लिसमा भन तल बुढा बुढो यहीँ रहेछ नि त यो यही भित्र पो यार कुन खोप्चे त्यो उयो नेसनल गार्डनमा खिच्नुपर्छ नि त घन्टामा फोटो खिच्ने गरेन के रे कान्छे फिदा भयो मेरो बुढाले भनेको राम्रो लाग्यो फेमस ठाउँ हो नि त यो नाङ्लो पात हिँडे जस्तो भएन दारे नि के गर्छ यार कति ठुलो एरिया रहेछ भने एक दिनमा घुमेरै नसकिने रहेछ वाउ वाउ हर्क साङपाङले जस्तै गरिरहेको छ त यहाँ पनि फेरि फाइनल्ली हामीले चाहिँ 100% मा कति पर्सेन्ट जति घुम्यौँ होला बुढा अबभ 60 अझै 40% 30% चाहिँ हामी घुम्यौँ अनि अब चाहिँ हाम्रो
के भने रात पर्न लाग्यो त्यही भएर अब चाहिँ घर जानुपर्ने हुन्छ।